यो भिडियोमा हामी यो इक्वेसनलाई चाहिँ फिक्स्ड इटरेसन मेथडबाट सल्भ गर्छौँ क्याल्कुलेटरबाट। त्यसको लागि एक्सको चाहिँ पोसिबल सोलुसनहरू के हुन्छ त सुरुमा लेख्नुपर्ने हुन्छ। अब एउटा त एक्स क्युबलाई मात्रै लिएर लेख्दा पनि भयो। त्यसलाई गर्दाखेरि एक्स क्युब इक्वल टु -1 उता गएर +1 माइनस एक्स स्क्वायर हुन्छ। अनि एक्स इक्वल टु 1 माइनस एक्स स्क्वायरको पावर 1/3 यो भयो एउटा। अनि अर्को भनेको एक्स क्युब प्लस एक्स स्क्वायर माइनस 1 इक्वल टु 0। अनि एक्स स्क्वायरलाई मात्रै लिँदा पनि भयो। एक्स स्क्वायर इक्वल टु 1 माइनस एक्सको क्युब, एक्स इक्वल टु 1 माइनस एक्स क्युबको 1/2 यो एउटा भयो। अनि अझ अर्को पनि हुन्छ यसमा। एउटा भनेको यसबाट चाहिँ एक्स क्युब प्लस एक्स स्क्वायर माइनस 1 इक्वल टु 0। यसबाट मैले एक्स स्क्वायर कमन पनि लिन मिल्छ। एक्स स्क्वायर कमन लिँदा एक्स प्लस 1 भयो यहाँ, -1 इक्वल टु 0। एक्स स्क्वायर इक्वल टु 1/x प्लस 1 भयो। अब एक्स भनेको 1/x प्लस 1 1/2 ल यति तीनवटा भयो। अब हामीले के गर्नुपर्छ भने तीनटैको डेरिभेटिभ निकाल्नुपर्ने हुन्छ। सुरुमा यसको डेरिभेटिभ निकालौँ। त्यो भनेको यसलाई चाहिँ हामी gx मानौँ अहिलेको लागि। यो फङ्सनलाई चाहिँ यसलाई पनि gx, यसलाई पनि gx। अब यसको डेरिभेटिभ भनेको g ड्यास x यो भनेको कति हुन्छ भन्दाखेरि यसको डेरिभेटिभ गर्नु पऱ्यो। सुरुमा यसको बाहिरको मात्रै गर्ने 1/3 आउँछ। अनि 1 माइनस एक्स स्क्वायर भयो। अनि यहाँ 1 माइनस 1/3 हुन्छ इन्टु अब भित्रको डेरिभेटिभ गर्ने 1 को 0 भयो, माइनसको माइनस एक्स स्क्वायरको 2x यो भयो। यसको चाहिँ यति भयो सुरुको। अब यसको पनि हामी निकालौँ डेरिभेटिभ। त्यो गर्नको लागि g ड्यास x इक्वल टु 1/2 1 माइनस एक्स क्युब। अब 1/2 माइनस 1 भनेको -1/2 हुने भयो। अनि इन्टु यसको पनि त्यही भयो, यो 0 हुन्छ। अनि यसको 3x स्क्वायर इन्टु माइनस 3x स्क्वायर त्यो भनेको 1/2 1 माइनस एक्स क्युब माइनस 1/2 इन्टु अगाडि माइनस आयो 3x स्क्वायर। यसको पनि अब यसको डेरिभेटिभ गरौँ। यसको लागि यसलाई माथि लेखौँ सुरुमा 1/2 यो भनेको -1/2 बाहिर आउने भयो। x प्लस 1 -1/2 -1 हुन्छ। अनि इन्टु भित्रको डेरिभेटिभ त 1 मात्रै हुने भयो किनभने यसको 1 भयो, यसको 0 भयो। अब यो भनेको ल यति आउने भयो। अब हामीले सुरुमा चाहिँ यसको पनि इनिसियल केस चाहिँ एकचोटि चेक गर्नुपर्छ। अब त्यसको लागि सुरुमा क्याल्कुलेटरमा जानु पऱ्यो, होममा जाने, अनि टेबलमा जाने, अनि टुल्समा गएर एफएक्स डिफाइन गर्ने। एफएक्स चाहिँ हाम्रो छ एक्स क्युब प्लस एक्स माइनस 1 क्युब प्लस एक्स माइनस 1 यो छ। अनि टेबल रेन्ज सेलेक्ट गर्ने। रेन्जमा 0 बाट स्टार्ट गरिदिन्छु। इन 5 नै होस्, स्टेप 1 नै होस्। यो गर्दाखेरि हाम्रो आयो 0 मा नेगेटिभ छ, 1 मा पोजिटिभ छ भने चाहिँ एक्स इक्वल टु 0 मा चाहिँ नेगेटिभ दिइरहेको छ एफएक्सको भ्यालु, अनि एक्स इक्वल टु 1 मा चाहिँ पोजिटिभ दिइरहेको छ। भनेपछि हाम्रो इनिसियल केसको x0 भनेको 0 भयो जसले नेगेटिभ दिइरहेको थियो, x1 इक्वल टु 1 भयो जसले पोजिटिभ दिइरहेको थियो। यदि भएपछि चाहिँ हामीले अब के गर्नुपर्छ भने यसमा चाहिँ भ्यालु हाल्नुपर्छ यो तीनटै डेरिभेटिभमा। अनि त्यो भ्यालु चाहिँ कति हाल्ने भन्दाखेरि 0 र 1 को बिचमा जति नै हाल्दा नि हुन्छ किनभने हाम्रो रुट त यो बिचमा लागि गर्छ। त्यही भएर अब मैले चाहिँ यिनीहरूको बिचको भनेको 0.5 लिँदा पनि भयो, 0.1 लिँदा पनि भयो। मैले चाहिँ लेट x0 इक्वल टु 0.5 भनेर यो चाहिँ लिइदिन्छु, अथवा एट 0 x0 इक्वल टु 0.5। अब चेक गरौँ g ड्यास x। अब त्यो चेक गर्नको लागि चाहिँ क्याल्कुलेटरमा चेक गरिदिउँ। यो फर्स्टको हेरौँ, हाम्रो के प्रुफ गर्नुपर्छ भने मोडुलस अफ g ड्यास x इज स्मलर देन 0 आउनुपर्छ। यो भयो भने मात्रै हामीले फर्दर क्याल्कुलेसन गर्न मिल्छ। अब यसमा माइनस छ, त्यही भएर यसले क्यान्सल गरिदियो माइनसलाई, त्यही भएर पोजिटिभ मात्रै लिनु पऱ्यो। 1/3 इन्टु 1 माइनस एक्स भनेको 0.5 को स्क्वायर, किनभने मैले 0.5 लिएको छु। 0.5 को स्क्वायर को पावर 2/3 को पावर 2/3 इन्टु 2 इन्टु 0.5 गर्दा 0.27 आयो। सुरुको भ्यालु आयो 0.275। यो यसमा राख्दा 0 नै छ। ल यसलाई पनि राखेर यसलाई पनि चेक गरिहेरौँ एकचोटि। 1/2 इन्टु 1 माइनस 0.5 को क्युब पावर -1/2 इन्टु 3 इन्टु 0.5 को स्क्वायर गर्दा 0.4008 आएको छ, 9 आएको छ। यो पनि यसमा राख्दा 0 नै छ।
ल यो पनि स्मलर देन 0 नै छ। अब यसलाई पनि चेक गरिहेरौँ एकचोटि। 1/2 हामीले मोडुलस लिइरहेको, त्यही भएर माइनस चाहिँ लेख्दैनौँ। 1/2 इन्टु x भनेको 0.5 + 1 को पावर माइनस 3/2 0.2721 0.272। अनि यति गर्दा के थाहा भयो भने यो तिनटै भ्यालु चाहिँ तिनटै हाम्रो यो मोडुलस अफ g(x) भनेको चाहिँ 0 भन्दा सानो रहेछ। तर हामीले लिने भनेको चाहिँ सबसे कम भ्यालु कुन छ त? यो तिनटा मध्ये सबसे सानो भ्यालु कुन छ त्यो इक्वेसनलाई चाहिँ हामीले लिने हो। अब हेर्दाखेरि चाहिँ यो चाहिँ सबसे सानो छ, त्यही भएर अब यिनीहरूलाई चाहिँ छोडिदिएर हामीले यो गर्नु पर्यो, यो लिनु पर्यो। अब यति चाहिँ हामीले रफमा गर्दा नि भयो। सुरुमा रफमा निकाल्यो डेरिभेटिभ, अनि भ्यालु हालिहेऱ्यो, अनि कुनको चाहिँ सानो आयो अनि त्यसलाई चाहिँ गर्दै जाने सुरुबाट। अब यसको चाहिँ सबसे कम भ्यालु आयो, त्यही भएर मैले अब एट x0 = 0.5 भनेर gx0 निकाल्नुपर्छ। अब gx0 भनेको हाम्रो यसलाई gx लेट गरेको थियौँ नि अघि, x = 1/1 x + 1 1/2 लाई हामीले gx भनेको थियौँ, हो त्यही हो gx भनेको 1/x + 1 1/2 = कति भनेर अब चाहिँ यो gx चाहिँ भर्दै जानुपर्छ। यो डेरिभेटिभ निकालेर त जस्ट हामीले चेक मात्रै गरेको 1 भन्दा सानो आउँछ कि आउँदैन भ्यालु भनेर। अब गर्ने भनेको चाहिँ यो gx मा चाहिँ यो x0 को भ्यालु हाल्दै जाने हो। अनि यति हाल्दाखेरि कति आउँछ त भन्दाखेरि 1/0.5 + 1 को पावर 1/2 यो गर्दाखेरि 0.8164 आयो। अब हाम्रो क्वेसनमा चाहिँ करेक्ट अप टु 3 डेसिमल प्लेसेस भनेको छ, 3 डेसिमल प्लेसेस भनेको छ, त्यही भएर अहिले मैले 4टा मात्रै लिएँ यहाँनिर 8164 भन्यो नि। अब यो gx0 को भ्यालु चाहिँ अर्को इटरेसनको लागि लिने, जस्तै यो फर्स्ट भयो, अब यो सेकेन्ड, यसमा चाहिँ टेबल बनाइराख्नु पर्दैन। अब यो सेकेन्ड इटरेसनमा चाहिँ x1 को भ्यालु 0.8164 लिने, अनि त्यसरी नै अब x1 को भ्यालु gx1 मा हालिदिने, यसमा चाहिँ हालिदिने। अब त्यसको लागि चाहिँ हामी डाइरेक्ट क्यालकुलेटरबाटै गरौँ। सुरुमा चाहिँ हामी स्प्रेडसिटमा जाउँ। अब त्यसमा गएपछि a1 भनेको इनिसियल हो। अब इनिसियल भ्यालु हामी यसमा हाल्यौँ, 0.5 छ, 0.5 हामीले लिएको थियौँ। अब बीमा जाउँ, बीमा चाहिँ हामीले फर्मुला हाल्यौँ। फर्मुला भनेको यो gx0 को फर्मुला। अब टुल्समा जाने, फिल फर्मुलामा जाने। अब फर्मुला भनेको के छ भन्दाखेरि 1/, ब्र्याकेट लेखेर x भनेको हाम्रो सुरुमा इनिसियलमा a1 छ, सुरुमा हामीले a1 को लेख्ने अनि रेन्ज बढाएर जाने, त्यही भएर a1 + 1 को पावर 1/2 रुट गर्दा नि ल 1/2 भयो। यति नै हाम्रो फर्मुला चाहिँ। अब एक्जिक्युट गरेर यसको रेन्ज भनेको चाहिँ हामी अहिलेको लागि 10 सम्म गरिदिउँ अनि कन्फर्म गरिदिउँ। अब यो फर्मुला भन्दै गयो। अब हामीलाई के चाहिएको छ भन्दाखेरि a2 मा चाहिँ b1 को भ्यालु चाहिएको छ, किनभने अब यही भ्यालुलाई त्यता सिफ्ट गर्ने हो नि त। अब त्यो पनि गर्न मिल्छ। त्यसको लागि चाहिँ हामी सेकेन्डमा जाने, सेकेन्ड रोमा। अब a2 मा गएपछि फिल फर्मुलामा जाने, फर्मुलामा चाहिँ हामीले b1 लेखिदिने। अब रेन्ज भनेको 8 देखि 10 सम्म जाउँछ पनि कन्फर्म गरिदिने। अब यसले गर्दा के भयो भने यसमा चाहिँ b1 आयो, a2 मा चाहिँ b2 आइदिन्छ। अब त्यसरी नै सुरुमा यता भ्यालु आउँछ अनि उता x को ठाउँमा चाहिँ हाम्रो यो भ्यालुहरू बस्दै जान्छ, त्यही भएर अब हामीलाई सजिलो हुने भयो। अब gx1 को भ्यालु डाइरेक्ट आयो यहाँबाट 0.7419। अब थर्ड इटरेसनमा x3 आउनुभयो, x4 आउनुभयो, x5 आउनुभयो। अब हेर्दै जाउँ कहाँनिर चाहिँ यो भ्यालु चाहिँ हाम्रो म्याच गरेको छ त, कहाँनिर चाहिँ 3 डेसिमल प्लेससम्म चाहिँ करेक्ट भएको छ। अब हेर्दै जानुपर्छ यहाँ 7542 755 754 7548 यहाँनिर 7 इटरेसनमा चाहिँ हाम्रो भ्यालु चाहिँ भएको रहेछ, 3 डेसिमल प्लेससम्म करेक्ट भएको रहेछ, किनभने यहाँ 7548 छ, यहाँ 7548 नै रहेछ, 488 छ, यहाँ 484 यहाँनिर छ, त्यही भएर हामीले 7 सम्म लेख्नु पऱ्यो। भनेपछि अब यहाँ भर्दै जाउँ। x3 मा 0.7419 0.7576 अनि 0.7542। अब त्यसै गरी 6 मा भनेको हाम्रो कति छ 0.7548 छ, अनि तल चाहिँ 0.7548 नै छ। अब यहाँ 48 छ, यहाँनिर 484 छ। र यो गर्दाखेरि चाहिँ हाम्रो अब यो दुईटालाई घटायौँ भने 0.000 आउँछ अनि कुनै बेला आउँछ, त्यही भएर चाहिँ यसको रुट हुन गयो यो। अब यसरी नै यही टेबललाई कपी गर्ने, अहिले चाहिँ मैले गरिनँ। अब यही टेबललाई कपी गर्ने अनि हाम्रो रुट चाहिँ यो भयो भनेर लेख्दिने। यति नै हो यसको चाहिँ, यो चाहिँ इजी मेथड छ। सुरुमा गर्ने भनेको त्यही डेरिभेटिभ निकाल्ने, एकचोटि एक्सको कतिवटा सोल्युसन हुन्छ भनेर। अब कोही बेला चाहिँ क्वेसनमा साइन कसको पनि दिनसक्छ, जस्तै कि sin x - x² = 0 भन्यो भने अब एक्सको कतिवटा सोल्युसन हुन्छ त्यो हेर्ने। एउटा त sin x = x² भएर x = sin इन्भर्स x² पनि हुनसक्छ, एउटा भयो यसको पनि डेरिभेटिभ निकाल्ने। अनि अर्को भनेको x² = sin x भयो। अब x भनेको √sin x भयो। अब यसको पनि डेरिभेटिभ निकाल्ने अनि यसरी मोडुलस अफ gx निकाल्ने। अनि जुन चाहिँ हाम्रो इनिसियल केस आएको थियो
एक्स नट र एक्स वान त्यसको बिचको जुनै पनि भ्यालु हाल्दा हुन्छ अनि त्यसरी चेक गर्ने कुन चाहिँ सबसे कम भ्यालु आएको हुन्छ अनि त्यहीलाई चाहिँ लिने। अब यसमा कम आयो भने रुट अन्डर साइन एक्स चाहिँ हाम्रो जिएक्स हुने भयो। अब त्यसरी नै जिएक्समा यहाँनिर क्यालकुलेटरमा लेखेर गर्दै जाने अनि डाइरेक्ट एन्सर आइहाल्छ।